अब पहिला हामी सबैले पूर्वाभ्यास गर्नुस् गर्नु ओ सांगेन जो दांगो येन जो नांगन जांजो बालो दाने गेजुन दाये जुजे गेबेन zonange dola benjer सांगेन do ba सांगेन जो दांगो येन जो नांगन जांजो बालो दाने गेजुन दाये जुजे गेबेन zonange dola benjer सांगेन do ba सांगेन जो दांगो येन जो नांगन 장주 벌도 단에 교수체 나의 주제 기변 소망 로라 벤저 성계로 바람 심전 담전 대화단 대외 교단 대마른 심전 담전 동아단 동아기 교단 제월교 심전 담전 동만 매변 대화 menjawa juje simjen damje nirin chakpang nidan gyuro je pende jonen temban darjin ge tenzin ge bo tamje gongang lujin gun lan de din jongwen sangye temba ta bo ge yo changjo zimjo je bon je ma ge ba ge gyuro je ge ba yan ba 페바라이 쇼 뚱이 따와 림보체 마게 바남게 개바냐 바메 바야 코네 고 페바라이 쇼 지세 나가네 바다 조와 지세 내교 디세 다네 내교네 조베 동아세 와라이 쇼 तपाईहरु सबैले पहिला त्यहाँ चित्रमा प्रोजेक्टर त्यहाँ हेर्नुहोस् अब आजका विशेष के को बारेमा हो भन्नेदेखि आजको विषय चाहिँ गोगदेव नम थर्पा थुप्यु येबे किमजेन शेपा भनेको छ निरुत खर्सा निरुत अथवा मोक्ष प्राप्त हुने कारण हो अब यहाँ अब आजको दिन चाहिँ धेरै महत्त्वपूर्ण हो बौद्ध धर्ममा सबभन्दा गाह्रो चाहिँ आजका विषय चाहिँ भएको छ त्यो कारणले राम्ररी सुन्नुहोस् है अब हामीले अनि बुद्धको अनि के रे बुद्धको हिस्टोरी इतिहास हामीले हेर्नु बेलामा पनि थाहा हुन्छ बुद्ध सिरियलमा पनि हामीले त्यो फिल्म हेर्दाखेरि त्यो भित्र पनि छ अब के छ भनेदेखि बुद्धले धर्म देशन गर्नु बेलामा मूल चाहिँ चार आर्य सत्यको विषयमा धर्म देशन गर्नुभयो त्यसमा चाहिँ अस्ति भनेको जस्तो अनि दुःख आर्य सत्य पहिलो अनि समुदाय आर्य सत्य दोस्रो तेस्रोमा चाहिँ निरुक्त आर्य सत्य अनि चौथोमा चाहिँ मार्ग आर्य सत्य अब त्यसमा सबभन्दा गाह्रो यो दुःख आर्य सत्य भने चाहिँ के हो भनेदेखि बुझ्नु गाह्रो छैन त्यति छैन अब दुःख आर्य सत्यको हेतुहरू के हो भनेदेखि समुदाय सत्य हो भनेर त्यो पनि हामीले बुझ्न सक्छ तर हाम्रो यो मनमा एउटा प्रश्न आउँछ है हामी सर्व प्राणी हामी प्राणीहरू दुःखै दुःखमा चाहिँ छ हामी सबैको मनमा दुःखदेखि मुक्ति पाओस्
दुःख नहोस् भन्ने सोच चाहिँ छ। तर दुःख नहोस्, दुःखदेखि मुक्ति पाओस् भन्ने सोच चाहिँ सिर्फ सोच मात्र हो कि सत्यमा दुःखदेखि मुक्ति प्राप्त गर्न सक्छ कि भनेर चाहिँ धेरै प्रश्न चाहिँ भएको छ। बुद्ध शाक्यमुनि बुद्धता प्राप्त गर्नुको अगाडि राजदरबारद्वारा निक्लिने बेलामा उहाँले म स्वयं र सर्व प्राणीहरूको जन्म दुःख, मृत्यु दुःखदेखि लिएर संसारको दुःखदेखि मुक्ति पाउनु पर्यो। त्यो मुक्ति पाउनुको लागि त्यसको मार्ग खोज तलास गर्नु पर्यो भनेर उहाँ अनि राजदरबारदेखि निक्लेर जानुभयो। हामी सबैले थाहा छ, बुद्ध सिरियलमा पनि त्यो देखाउँछ। त्यसरी उहाँ जान्दै जान्दै अनि अब धेरै अनि नाम चलेको 2 गुरु प्राप्त भयो, मिल्नु भयो। 2 गुरुदेखि उहाँले ज्ञानहरू पनि हासिल गर्यो, प्राप्त भयो। तर उहाँले 2 गुरुले दिनुभएको ज्ञानलाई भावना गर्दै गर्दै गएको पछि उहाँलाई चाहिँ दुःखदेखि मुक्ति पाउने चाहिँ भएन। त्यसपछि उहाँले त्यही 2टा गुरुलाई प्रश्न गर्नुभयो। मैले ध्यान गर्यो, ध्यान गर्नु बेलामा अनि अलिकति त्यो शान्त हुने र क्लेशहरू हटाउने त्यस्तो रहेछ। तर पनि म ध्यानदेखि उठ्ने बेलामा फेरि दुःखहरू आउँछ रहेछ, दुःखको सोच आउँछ रहेछ, कल्पनाहरू आउँछ रहेछ, अशान्तहरू हुने रहेछ। अब मलाई चाहिँ यो संसारको सर्व दुःखदेखि मुक्ति पाउन सक्ने ज्ञान एउटा चाहिएको छ, त्यो चाहिँ दिनुहोस् भनेर चाहिँ अनुरोध गरेँ। त्यो गर्नु बेलामा त्यस्तो महान नाम चलेको चर्चित भएको त्यो 2टा गुरुले मलाई आफ्नो भन्यो नि, मलाई त्यस्तो ज्ञान चाहिँ मलाई छैन भन्नुभयो। त्यसपछि अनि बुद्ध स्वयंले अनि 6 वर्ष कठोर तपस्या गरे। अन्तिममा उहाँको चित्तमा अस्ति भनेको त्रिशिक्षा त्यस्तो ज्ञानहरू प्राप्त भएर त्रिशिक्षा र अनि के अरे आर्य अष्टाङ्गिक अनि त्यो ज्ञानहरूद्वारा चाहिँ अन्तिममा उहाँले अनि त्यो शून्यताको सर्व वस्तुहरू शून्यता रहेछ भनेको शून्यताको बोध भएको बुद्धि विवेकद्वारा अनि उहाँले त्यो क्लेशहरू सबै जरादेखि नै त्यागेर चाहिँ अनि निरुद्ध अनि सत्य मोक्ष त्यहाँदेखि बुद्धि तयादा गदे परसम गदे बुद्धि सोहा भन्ने त्यो भूमिमा चाहिँ उहाँ पुग्नुभयो। त्यहाँदेखि उहाँ स्वयं बुद्ध भयो। त्यसो कारणले उहाँले मैले अहिले यो भन्न चाहेको छ कि बुद्ध शाक्यमुनिको अगाडि यो जम्बुद्वीप यो संसारमा यो जगतमा धेरै गुरुहरू भएको छ, नाम चलेको, नाम भएको, चर्चित भएको अनि महान गुरु भएको छ। तर भने उहाँहरूको मनमा सर्व दुःखदेखि मुक्ति हुने मोक्ष भन्ने छ कि छैन भनेको विषयमा उनीहरूले ज्ञानै छैन।
त्यही कारणले बुद्धलाई त्यस्तो ज्ञान पाएको कारणले पछि बुद्धले त्यसको मोक्ष प्राप्त गर्न सक्ने मार्ग चाहिँ देखाउनु भयो। त्यो बेलामा कोही व्यक्तिले फेरि बुद्ध शाक्यमुनिलाई प्रश्न गर्नुभयो, हाम्रो यो जगतमा भनौँ यो संसारमा भएको सर्व दुःखदेखि मुक्ति हुने सत्य नै यो संसारको दुःखदेखि मुक्ति हुन सक्ने छ कि सत्यमा मोक्ष भन्ने प्राप्त गर्न सक्छ कि सत्यमा क्लेशहरू जरादेखि नै हटाउन सक्छ कि भन्ने त्यस्तो प्रश्न धेरै आउँछ। त्यो सत्य पनि हो, प्रश्न आउनुपर्छ। त्यसो कारणले बुद्ध शाक्यमुनिले बुद्ध धर्ममा चाहिँ हो मोक्ष प्राप्त गर्न सक्छ, बुद्ध भूमि अनि सम्म हामी अनि बुद्ध भूमिसम्म हामी जान सक्छ, हाम्रो मनको भित्र अनि बुद्धको सर्व ज्ञानहरू प्राप्त गर्न सक्छ भनेर उहाँले भन्नुभयो। अब यदि यो सक्छ भनेदेखि त्यसको कारण चाहिएको छ। अन्धविश्वास मात्रले गयो भने हुँदैन। त्यसो कारणले हामीले क्लेशहरू जरादेखि नै देख्न सक्छ, कारण यो हो भनेर एउटा चाहिएको छ। हामीले अनि निरुद्ध सत्य र मोक्षहरू प्राप्त गर्न सक्छ, किनभने यो कारण हो भनेर चाहिँ हामीले थाहा हुनुपर्छ। त्यसो कारणले आज यसको विषयमा त्यो कारणहरू चाहिँ बताउने हो। त्यसमा चाहिँ खास गरेर 4 कारणहरू चाहिँ छ। अब म बिस्तारै भन्छु है, तपाईहरु त्यहाँ पछेटमा हेर्दै गर्नुहोस्। क्युम्जे थङ्बो भने चाहिँ पहिलो कारण भनेको त्यो है। त्यसमा कुङ्खे ठुक्दा चवलले छिमे मेता थाव्यो थेसेयो त्यन्ता थ्यङेर सिचर थेच्या तेन भनेर त्यो चाहिँ भन्नुभएको छ। नेपालीमा पढ्नुहोस् है। पहिलो कारण सर्वज्ञ सिद्धान्त मूल पथमा उत्तर लिए भनेर योगी अनुयायी विज्ञानवादीले अनित्य उपाय र त्यो जान्ने विज्ञान पनि छन्, त्यसलाई दर्शाउन सक्ने तथा त्यसप्रति चासो दिने व्यक्तिहरू पनि भएको हुँदा एक ज्ञान मार्ग पनि देशना गरियो आदि भन्नुभयो। यो हो। अब यो चाहिँ पहिला हामीले बुझ्नुपर्छ। अब त्यसको विषयमा चाहिँ भन्छु। अब पहिलो कारणमा पनि अनि 4 प्रकारको कारणहरू भनेको छ। एउटा चाहिँ के हो भनेदेखि रङ्गी से मेतापा इम्बी किरोटुकी यो पा भनेको छ। सोचित अनित्य भएकाले त्यसको परिवर्तन हुन्छ। अब यहाँ सुन्नुहोस् है। अब यहाँ सुन्नुहोस्। बुद्ध धर्ममा बुद्ध भूमि भन्ने एउटा, मोक्ष भन्ने एउटा, निरुद्ध सत्य भन्ने एउटा, त्योहरू बाहिर छैन। त्योहरू सबै मनको भित्र मनले प्राप्त गर्नुपर्ने गुणहरू हो। हामीले यस्तो सोच्नु हुँदैन म बुद्ध भूमिमा पुग्नुको लागि यस्तो जग्गामा जानुपर्छ भने त्यस्तो सोच्नु हुँदैन। बुद्ध भूमि, मोक्ष, निरुद्ध सत्य भन्ने त्यो गुणहरू सबै आफ्नो चित्तको माथि प्राप्त हुनुपर्ने गुणहरू हो। त्यही कारणले नागार्जुनको एउटा शिष्यले भन्नुभएको छ र उहाँले के भन्नुभएको छ भनेदेखि झङ्चु सुई क्याङ जिमै सुई क्याङले सुमै रङछु योङसु सेपा
धेला सँगे सँगे ज कस्तो राम्रो भनेको छ बुद्ध भन्ने मोक्ष भन्ने त्यो चाहिँ एउटा व्यक्तिले समातेर बसेको छैन भनेको छ चङ्जु सुइक्याङ सोमै सुइक्याङले जिमै भने एउटा व्यक्तिले म तपाईलाई माया छु त्यो कारणले मैले यो बुद्ध भूमि बुद्धको ज्ञान यो के भन्छ मोक्षहरू दिन्छु भनेर दिने सक्ने केही छैन भनेको छ चङ्जु सुइक्याङ जिमै सुइक्याङ सोमै अब बुद्ध भूमि कसरी प्राप्त गर्ने मोक्ष कसरी प्राप्त गर्ने भनेदेखि रङ्छु योngsु सेपाला भनेर मन आफ्नो चित्त र मन भित्रदेखि नै अनि मनमा उत्पन्न हुने मनमा उत्पन्न हुनेको अनि एउटा गुण हो मोक्ष बुद्ध भूमि भन्नेहरू चाहिँ त्यस्तो हो त्यो चाहिँ रङ्छु योngsु त्यो चाहिँ आफैले चिनेर आफैले बुझेर आफैले थाहा भएर प्राप्त गर्ने हो भनेको छ त्यस्तो प्राप्त गर्न सक्यो भनेदेखि आफू स्वयं बुद्ध हुन्छ भनेको छ हो यो चाहिँ हामीले पहिला जानकार हुनुपर्छ अब त्यसपछि त्यही कारणले अब मोक्ष निरुत्सत्य बुद्ध भन्ने त्यस्तो अनि भूमिहरू चाहिँ हाम्रो आफ्नो चित्त र मनद्वारा प्राप्त हुनुपर्ने हो त्यस कारणले पहिला चाहिँ हामीले के जानकारी हुनु छ भनेदेखि हाम्रो चित्त चाहिँ अनि के अरे अनित्य नित्य होइन हाम्रो चित्त चाहिँ अनित्य हो हाम्रो चित्त चाहिँ अनित्य भएको कारणले हाम्रो चित्त चाहिँ परिवर्तन हुन्छ भनेर चाहिँ बुझ्नुपर्छ हाम्रो चित्तमा नराम्रो सोच नराम्रो दृष्टिहरू छनु त छन् तर त्यो भने बिस्तारै बिस्तारै हामीले केही कोसिस गर्यो भनेदेखि हाम्रो यो नराम्रो सोच चाहिँ राम्रो सोचमा अनि के भन्छ परिणत हुन्छ हाम्रो नराम्रो दृष्टिहरू नराम्रो त्योहरू सबै राम्रोमा चाहिँ दृष्टि हुन सक्छ यदि हाम्रो मन हाम्रो चित्त चाहिँ अनित्य हो भने नित्य हो भनेदेखि हाम्रो चित्तलाई परिवर्तन गर्न सक्दैन हाम्रो चित्त चाहिँ अनित्य भएको कारणले हाम्रो चित्त चाहिँ परिवर्तन गर्न सक्छ भनेर पहिला यो चाहिँ जानकार हुनुपर्छ भनेको चाहिँ त्यो दोस्रो कारणमा gyurwa tongche ki thap thambe che yoba भनेको छ कस्तो राम्रो छ परिवर्तन गर्नलाई सम्यक धर्म विद्यमान छ अब यो हो नि नम्बर 1 मा हाम्रो मनलाई परिवर्तन गर्न सक्छ भने भयो अब हाम्रो मनलाई परिवर्तन भने चाहिँ के अहिले धर्मद्वारा भन्ने चाहिँ अहिले मोक्षद्वारा भनेदेखि हाम्रो मन चाहिँ नराम्रो सोचदेखि त्यसलाई परिणत गरेर राम्रो सोचमा परिवर्तन हुन सक्छ भने चाहिँ दोस्रोमा चाहिँ भने कसरी भनेदेखि हाम्रो मनलाई हाम्रो चित्तलाई परिवर्तन गर्नु सक्ने शक्ति भएको सम्यक शुद्ध अनि के अरे धर्म पनि छ भनेको छ त्यो हो नि बुद्ध शाक्यमुनि उहाँको चित्त र हाम्रो चित्त चाहिँ दुईटै चित्त भएको एउटै हो नि यदि बुद्ध शाक्यमुनि स्वयं पहिला हामी जस्तो अशुद्ध भएको एउटा चित्त त्यो बिस्तारै बिस्तारै शुद्ध सम्यक चित्त सम्यक मन त्यस्तोमा परिणत गर्नु सक्छ भने हाम्रो अहिले नराम्रो चित्त पनि धर्मद्वारा हामीले कोसिस गर्यो भनेदेखि राम्रो सोच भएको चित्तमा मनमा परिणत गर्न सक्छ नि त्यसो कारणले अहिले यो भनेको
गिरोतोंजी की थप मनलाई नराम्रो मन चाहिँ राम्रो मन बनाउनको लागि नराम्रो मनलाई राम्रो मनमा परिवर्तन गर्नुको लागि त्यो परिवर्तन गर्नु सक्ने शक्ति भएको उपाय बुद्धको धर्म पनि छ भनेको छ। कस्तो राम्रो छ है। यो भयो। अब एकछिन अब यहाँ उदाहरण पनि गर्दै गयो भने राम्रो छ नि। अहिले हाम्रो यो छ रहेछ नि, पानीमा दुई पानी, अशुद्ध पानी एउटा र शुद्ध पानी एउटा छ नि। त्यो अशुद्ध पानीहरू चाहिँ मेसिनमा हालेर अनि त्यो चाहिँ फिल्टरमा हालेर चाहिँ बिस्तारै बिस्तारै शुद्ध पानी बनाउँछ रहेछ नि। यो हामी सबैले थाहा छैन हैन। त्यही जस्तो हाम्रो अशुद्ध भएको चित्त पनि धर्मको मेसिनमा अनि त्यो मेसिनद्वारा अनि शुद्ध बनाउनु सक्छ भनेको छ। त्यसो कारणले यो उदाहरण चाहिँ नबिर्सनु। अशुद्ध पानी चाहिँ अनि मेसिन खर्चते फिल्टरद्वारा शुद्ध पानी बनाउन सक्ने जस्तै हाम्रो अशुद्ध मन पनि धर्म बुद्ध धर्मको मेसिन त्यो द्वारा चाहिँ हाम्रो मन शुद्ध मनमा पुग्न सक्छ, शुद्ध मन हुन सक्छ। हो यो चाहिँ एउटा राम्रो। अब त्यसपछि तेस्रो थप्थे सेने रङला त्यो भयो भनेको छ। उपाय जानेर आफूलाई दर्शाउनेछ त्यो छ नि। फेरि हामीलाई एउटा कारण के छ भनेदेखि हाम्रो मन चाहिँ नम्बर 1 मा परिवर्तन हुन सक्छ, 2 मा परिवर्तन गर्न सक्ने धर्म छ, 3 मा त्यो धर्म पनि आफूलाई कोही गुरुहरू विद्वानहरूले माया दयाद्वारा हामीलाई धर्म देशन गर्ने पनि छ भनेको छ। त्यो पनि राम्रो रहेछ नि है। तेस्रो थप्ते सेने त्यस्तो धर्मको उपाय चाहिँ जानकार भएर आफूलाई अनि देशन गर्नेहरू पनि छ भनेको छ। चौथो रङ्गी जाँ थेंगेर छेसिपा आफूले पनि रुचि राख्न सम्भव छ। त्यो सत्य हो है। आफ्नो मनलाई नम्बर 1 मा आफ्नो मनलाई परिवर्तन हुन सक्छ। दोस्रोमा चाहिँ परिवर्तन गर्न सक्ने उपाय बौद्ध धर्म छ। तेस्रोमा त्यो धर्म पनि अरूलाई आफूलाई दिनेछ। त्यो दिँदाखेरि आफूले पनि रुचि राखेर आफूले पनि त्यसलाई अनि खर्चा पसन्द भएर म यो धर्म चाहिँ अध्ययन गर्छु, ध्यान अभ्यास गर्छु भन्ने सोच आउन सक्छ नि, चासो हुन सक्छ नि। त्यस्तो यो चार कारणले यदि हामीले अनि के अरे बुद्ध धर्ममा लाग्यो भने हाम्रो मनको माथि हाम्रो चित्तको माथि पहिलो बुद्ध धर्मको एउटा ज्ञान प्राप्त हुने, त्यसपछि दोस्रो, त्यसपछि तेस्रो, त्यसपछि यसरी जति मनको भित्र ज्ञानहरू अनि प्राप्त भएर विकास अनि फैलाएर गयो भने यता नराम्रो सोच भएको क्लेशदेखि लिएर त्योहरू सबै हटाएर जान्छ, छाएर जान्छ। मनको भित्र नराम्रो क्लेशहरू बिस्तारै बिस्तारै जरादेखि नै छाया जाने, त्यसमाथि ज्ञानहरू सबै प्राप्त भयो भने अन्तिममा मन भित्रदेखि नै बुद्ध भूमिमा पुग्छ नि। त्यसो कारणले थिसिन शेर्पा भनेको मतलब एउटा चाहिँ यो थिसिन शेर्पा भने चाहिँ थिसिङी भने चाहिँ मनको स्वभाव शुद्ध त्यो थिसिन शेर्पा भने चाहिँ त्यसमा गएको। त्यसो कारणले आफ्नो मनको भित्र भएको सबभन्दा अनि शुद्ध मन एउटा चाहिँ हाम्रो भित्र चाहिँ हुन्छ।
त्यसलाई अहिले छेकेर बस्ने चाहिँ के हो भनेदेखि क्लेशहरू हो त्यसो कारणले एकमा क्लेशहरू छाया गर्दै जाने दोस्रोमा ज्ञानहरू प्राप्त गर्दै जाने त्यस्तो गर्दै गयो भने अन्तिममा हाम्रो मनभित्र भएको शुद्ध मनलाई चिन्छ अनि बोध हुन्छ त्यो बोध भएर त्यसमै अनि ध्यानमा बस्न सक्यो भने त्यही बुद्ध हो रङसिम योङसु छेपाले थेलासँगै सँगै त्यो त्यसो कारणले यसरी भन्नुहुन्छ बुझ्नुभयो राम्रो छ नि यो 4 कारणद्वारा चाहिँ बुद्ध भूमि प्राप्त हुन सक्छ मोक्ष प्राप्त हुन सक्छ भन्ने कारण एउटा चाहिँ यो हो अब हामी दोस्रो कारणमा छौं जुमजेङ निपा दोले सिमला सिम माछिते सिमगी रङसिन हेसवा भनेको छ दोस्रो कारण नेपालीमा पढ्नुहोस् दोस्रो कारण सूत्रमा चित्तमा चित्त विद्यमान छैन किनकि चित्तको स्वभाव चाहिँ प्रभावसर हो अब यहाँ यो शब्द चाहिँ नभुल्नुहोस् है प्रभावसर यो नभुल्नु राम्रो सुन्नुहोस् है म फेरि भन्छु है बुद्धले के भन्नुभएको छ भने सिमला सिम माछिते भनेको छ सिमला सिम माछिते भनेको कारण चाहिँ मनलाई मन भनौँ चित्तलाई चित्त छैन भनेको तर अहिले चित्तलाई चित्त छैन भनेको कारण चाहिँ के हो भनेदेखि चित्तलाई चित्त छ तर चित्तले चित्त छैन भने चाहिँ चित्तलाई चित्त स्वतन्त्र रूपले छैन भनेको सिमला सिम माछिते भने चाहिँ चित्तलाई चित्तमा चित्त स्वतन्त्र रूपले छैन सिमला सिम माछिते सिमकी रङसिन वेसव भने चाहिँ चित्तको स्वभाव चाहिँ सिमकी रङसिन चित्तको स्वभाव चाहिँ पर्वस्वर हो भनेको छ है पर्वस्वर हो भनेको छ अब यो चाहिँ अलिकति बुझ्नु गाह्रो छ तर मैले यसको विषयमा भन्छु सिमला सिम माछिते सिमकी रङसिन ने वेसव हो अब बुद्ध शक्य मुनिले भनेको यो पाठलाई यो वचनलाई अनि भारतको नलेन्द्र पण्डित छोटा गरियो धर्मकीर्तिले यसरी भनेको छ सिमकी रङसी सेवा ठिमन्ने लुब्रुवा भनेको छ यस्तो शब्दहरू चाहिँ धेरै धेरै छ नि सिमकी रङसी सेवा भन्ने चाहिँ नेपालीमा पढ्नुहोस् प्रमाणवर्तिकामा चित्तको स्वभाव प्रभावसर हो दोषहरू आगन्तुक हो आदि भन्नुभयो यहाँ सिमकी रङसी वेसलवा भने चाहिँ चित्तको स्वभाव पर्वस्वर हो भनेको एउटा अब यदि चित्तको स्वभाव चाहिँ पर्वस्वर हो भनेदेखि अनि चित्तको माथि भएको चित्तमा भएको दोषहरू मालहरू के हो त भनेदेखि ठिमन नामले लोब्रुवा भनेको छ आगन्तुक चित्तमा भएको माल दोषहरू चाहिँ आगन्तुक हो भनेको छ आगन्तुक हो भनेको छ आगन्तुक हो भनेको मतलब चाहिँ के हो भनेदेखि चित्तमा भएको दोष मालाहरू चाहिँ तर्कालमा आएको हो स्वभावमा छैन भनेको हो बुझ्यो एउटा अर्को एउटा चाहिँ के हो भनेदेखि चित्तमा भएको अनि मालाहरू चाहिँ शून्यता बोध भएको बुद्धिले देख्नु सक्छ त्यही कारणले अनि आगन्तुक हो भनेको अब यसको विषयमा प्रष्ट रूपले भन्न चाहन्छु तपाईहरुले यहाँ प्रोजेक्टमा हेर्नुस् प्रोजेक्टरमा ल अब यहाँ हेर्नुस् त
पहिला बाहिरको कुराहरू भनौँ। बाहिर हामी यसरी के अरे आकाशमा हेर्दाखेरि हामीले त्यो पनि अब आजकलको समयमा है आकाशमा यस्तो हेर्दाखेरि बादलहरू के पनि नभएको आकाश चाहिँ अनि के अरे कसा चङ्मा शुद्ध अनि करेछ त अनि नम्बर थापा शुद्ध र विशुद्ध हो। हामीले आकाशमा हेर्दाखेरि बादलदेखि लिएर के पनि नभएको विशुद्ध राम्रो हामी देख्छ रहेछ नि। यहाँ फोटो भएको छ नि हो यो चाहिँ अनि के हो आकाशको स्वभाव हो। आकाशको स्वभाव चाहिँ विशुद्ध बादलहरू के पनि नभएको हो यो हामीले थाहा भयो नि। यदि आकाशको स्वभाव चाहिँ विशुद्ध हो भनेदेखि अब त्यस मुनि हेर्नुहोस् ल। अब दोस्रो चित्रमा आकाशमा बादलहरू धेरै आयो नि। बादल र आकाशमा बादलहरू धेरै आयो नि। अब यो चाहिँ के हो भनेदेखि हो आकाशमा बादलहरू आउँछ, आकाशमा बादलहरू छ, तर त्यो चाहिँ आकाशमा कसरी आएको हो भनेदेखि बादलहरू चाहिँ आकाशको स्वभावको रूपमा भएर आएको होइन। बादलहरू चाहिँ अनि त्यो क्यासो खालको समुद्रको लम्बाला बाप समुद्रको बाप यस्तो भएर हावाले यसरी लिएर आएर अनि आकाशमा यसरी बसेको हो। त्यसो कारणले आकाशमा भएको बादलहरू चाहिँ आकाशको स्वभावमा छैन, तर आकाशमा तर्कालमा छ। सुन्नुभयो? आकाशमा भएको बादलहरू आकाशमा तर्कालमा भएको हो, तर्कालमा भएको हो, स्वभावमा भएको होइन भनेको। सुन्नुहोस् त फेरि अर्को एउटा उदाहरण दिन्छु। यो के अरे पानी तातो बनाएको पानी एउटा र पानी चिसो भएको एउटा दुईटा हुन्छ नि। पानी चिसो चाहिँ जहिले पानी छ त्यो बेलामा चिसो चाहिँ सँगै छ नि। पानी चिसो चाहिँ पानीको स्वभाव हो। अब पानीलाई आगो बालेर चाहिँ तातो बनायो भने त्यो पानी तातो भएको तातो चाहिँ कसरी भयो भनेदेखि तर्कालमा आगोको कारणले भएको हो नि। त्यो पानीको माथि भएको तातो चाहिँ पानीको स्वभावमा छैन। यदि पानीको माथि भएको तातो चाहिँ पानीको स्वभावमा छ भनेदेखि जहिले पानी हुन्छ त्यो बेलामा तातो पनि बस्नुपर्छ, तर त्यो छैन। बुझ्नुभयो? अब हेर्नुहोस् त आगो र आगोको माथि भएको तातो, आगो र आगोको माथि भएको तातो चाहिँ जहिले पनि सँगै छ। त्यसो कारणले अहिले मैले भन्न चाहेको पानी तातो भन्ने चाहिँ तर्कालमा भएको हो। पानी चिसो पानी चाहिँ त्यो पानीको त्यो चाहिँ अनि स्वभावमा छ। त्यही दोषो गरेर यो आकाशको स्वभाव चाहिँ विशुद्ध हो, तर आकाशमा भएको बादलहरू चाहिँ तर्कालमा अनि आएको हो। बुझ्नुभयो? बुझ्नुभयो? हो ल। पहिला उत्तरमद्वारा हामीले राम्ररी बुझ्नुपर्छ। यो चाहिँ तपाईहरुले बुझ्नु सक्यो नि। हो अब यही दोस्तो अब यहाँ सुन्नुहोस्। यहाँ अब आकाशको स्वभाव चाहिँ विशुद्ध हो भनेर थाहा भयो नि। त्यो उदाहरणमा राखेर बुद्धले पनि के भनेको छ भनेदेखि मनको स्वभाव विशुद्ध हो भनेको छ। सुन्नुभयो? त्यो उदाहरणमा राखेर नम्के रंशी वेसेवा त्यही जस्तै हाम्रो मनको स्वभाव चाहिँ शुद्ध हो भनेको छ।
सुन्नुभयो? अब त्यसपछि आकाशको माथि बादलहरू आएर बसेको बादलहरू चाहिँ आकाशको माथि छनु त छन्, तर त्यो चाहिँ के तरकालको रूपमा छ होइन। त्यही जस्तै हाम्रो मनको भित्र अनि क्लेश, आत्मगरा, रिस, राग अनि मोह त्योहरू चाहिँ मनको माथि आउँछ, मन चित्तको माथि आउँछ, चित्तमा छ। तर त्योहरू कसरी छ भनेदेखि तरकालको रूपमा छ। मनको माथि भएको रिस रागहरू मनको स्वभावमा छैन। मनको माथि केही कारणले अनि तरकालमा आएको भएको हो भनेर यसरी भन्छ। बुझ्नुभयो? अब त्यसमा हामीले कसरी थाहा हुन्छ भनेदेखि अलिकति अनुभव गर्नुपर्छ है। सबैले राम्रो विचार गर्नुहोस्। हामी बेलुका सुत्छ, बेलुका सुतेर चाहिँ बिहान उठ्नु बेलामा, बिहान यसरी आँखा खोलेर उठ्नु बेलामा, त्यो बेलामा हाम्रो मन, हाम्रो चित्त पनि काम गर्छ नि, गर्छै गर्दैन? गर्छ नि। ओ अब म बिहान भएछ उठ्नु पर्यो भन्ने सोच आउँछ नि। त्यो सोच आउनु बेलामा चित्त छ नि, तर त्यो चित्त भएकै समयमा तुरुन्त क्रोध आउँछ? आउँदैन नि। तुरुन्त रिस राग हुन्छ? हुँदैन रहेछ नि, हुँदैन। अनि त्यहाँदेखि धर्महरू गर्ने, पूजाहरू गर्ने, त्यो सबै राम्रो हुन्छ नि। पछि 1 घन्टा 2 घन्टा पछि केही कारणले यताउता मान्छे आएर आफूलाई तिमी नराम्रो छ रहेछ भने त्यस्तो हामी क्रोध हुने कारणहरू अनि मिल्दाखेरि अनि मनको माथि, चित्तको माथि अनि बिस्तारै के हुन्छ, क्रोधहरू आउँछ। फेरि यहाँ खानाहरू यस्तो राग हुने खानाहरू यस्तो देख्ने बेलामा खानामा राग चाहिँ आउँछ हो यी। त्यस कारणले रिस र राग भन्ने चाहिँ यदि मनको स्वभाव हो भनेदेखि अघि मैले भनेको जस्तो आगो र तातो जहिले पनि सँगै बस्छ, के हुन्छ, त्यही जस्तो हुनु पर्यो नि। त्यो हुँदैन रहेछ नि। मन जहिले मन हुन्छ त्यही समयमा ठ्याक्कै रिस राग हुने होइन रहेछ नि। एक दिनको भित्र बिहानदेखि बेलुका नसुत्नेसम्म हाम्रो चित्त चाहिँ बसिहाल्छ नि। तर बिहान उठेर बेलुका सुत्नेसम्म त्यो चित्त चाहिँ रिस भएको चित्त रहेछ, रागै राग भएको चित्त रहेछ कि चित्त चाहिँ छ, तर त्यसमा तरकालमा चाहिँ रिस आउने, राग आउने रहेछ। कस्तो रहेछ हेर्नु न आफ्नो चित्तलाई है। त्यही कारणले बुद्धले भनेको चित्तको स्वभाव रिस राग क्लेशहरू होइन। चित्तमा रिस राग क्लेशहरू हुन्छ, तर त्यो चाहिँ तरकालमा भएको हो, यो चित्तको स्वभाव होइन। उत्तरमा हो यो आकाशको स्वभाव चाहिँ विशुद्ध हो, तर आकाशमा चाहिँ बादलहरू तरकालमा चाहिँ आउँछ हुन्छ भनेको त्यो कस्तो राम्रो छ। कारण यस्तो हामीले बुझ्नुपर्छ। अब सुन्नुहोस्, अब यहाँ पोइन्ट एउटा है, हाम्रो मनको स्वभाव, चित्तको स्वभाव चाहिँ शुद्ध हो भनेको कुरा चाहिँ हामीले बुझ्नुपर्ने धेरै महत्त्वपूर्ण हो। अब त्यसमा पहिला यहाँ मैले भने अलिकति के अरे खर्सा सिमजुक क्षेत्रलाई अनुसन्धान गरेँ। म यसरी नेपाल काठमाडौँदेखि अनि हावाजहाजमा अनि बसेर चाहिँ उड्दाखेरि चाहिँ कहाँसम्म जान्छ रहेछ, के हुन्छ रहेछ मैले हेरेको। त्यो हेर्ने बेलामा चाहिँ पहिला यसरी उड्दाखेरि चाहिँ झालदेखि
यो के भन्छ आकाशहरू त सबै बादल यस्तो यस्तो भएको रहेछ भनेर चाहिँ देख्छ रहेछ। अब उड्दै 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 अन्तिममा माथि पुगेर यसरी जाँदाखेरि बादलहरू सबै तल रहेछ, आफ्नो चाहिँ बादलको माथि त्यो हावाजहाजमा रहेछ। अब जहाँदेखि हेर्नु बेलामा सबै निलो निलो आकाश सबै विशुद्ध रहेछ। ल त्यसो कारणले बुद्धले भनेको दोस्तो बादलहरू आकाशको स्वभाव होइन, आकाशको स्वभाव चाहिँ विशुद्ध हो भन्ने चाहिँ ठ्याक्कै मैले त्यो बेलामा चाहिँ जानकार भयो। त्यो अब त्यही जस्तै हाम्रो मनको स्वभाव चाहिँ सत्यमा चाहिँ सत्य कुरामा हाम्रो मनको स्वभाव चाहिँ विशुद्ध हो। हाम्रो मनको स्वभावमा, हाम्रो मनमा भनेको होइन है, हाम्रो मनमा भनेको होइन, हाम्रो मनको स्वभावमा केही दोष छैन। अहिले भनेको दोष हो, आकाशको स्वभावमा केही बादल छैन। आकाशमा बादल छ भनेको र आकाशको स्वभावमा बादल छ भनेको धेरै फरक छ। आकाशको स्वभावमा केही बादल छैन। त्यही जस्तो हाम्रो मनको स्वभावमा केही क्लेश छैन, केही दोष छैन, केही आवरण छैन, क्लेश आवरण छैन, ज्ञा आवरण पनि छैन। हाम्रो मनको स्वभाव चाहिँ त्यो हो। तर हामीले हाम्रो मनको स्वभाव शुद्ध भएको चाहिँ हामीले चिन्दैन, थाहा हुँदैन। हामी जहिले पनि ताकालमा भएको मनको सोच, क्लेश, कल्पना त्यसको भरमा परेर जान्छ। हामी आफैले आफ्नो शुद्ध मनभित्र भएर पनि हामीले चिन्नु सक्दैन। त्यसो कारणले बुद्धले के भनेको छ भनेदेखि हाम्रो मनको माथि भएको क्लेशद्वारा हेऱ्यो भनेदेखि हामी बुद्ध भूमि प्राप्त हुने चाहिँ गाह्रो छ। तर हामीले त्यो क्लेशहरू मनको स्वभाव होइन रहेछ, मनको स्वभाव चाहिँ शुद्धै रहेछ भनेको ज्ञान चाहिँ प्राप्त भएर त्यो शुद्ध मनदेखि हेऱ्यो भने ओहो हामीले अनि के अरे सर्वज्ञान अनि विशुद्ध भएको मन चित्तहरू उत्पन्न गर्नु सक्ने रहेछ भन्ने त्यस्तो मनोभाव चाहिँ हुन्छ। त्यही कारणले यहाँ सुन्नुहोस्, बुद्ध शाक्यमुनिले तेस्रो धर्म देशना गर्नु बेलामा उहाँले के भनेको छ भनेदेखि सर्व प्राणीहरू अन्तिममा बुद्धता प्राप्त गर्न सक्ने शक्ति भएको एकतै हो भनेको छ। सिमजेथम चाहिँ साङ्गी रिक्यो, सिमजेथम चाहिँ साङ्गिरुङिन भनेको छ। सर्व प्राणीहरू सबै बुद्धता प्राप्त गर्न सक्छ भनेको छ। सर्व प्राणीहरू बुद्धता प्राप्त गर्न सक्छ भन्ने चाहिँ अन्धविश्वासले भनेको होइन। कारण के, सर्व प्राणीहरूको मनको स्वभाव शुद्ध हो, यो हो कारण। बुझ्नुभयो? बुझ्नुभयो? यो चाहिँ बुझ्नुपर्छ। सर्व प्राणीहरूको चित्तमा बुद्धता प्राप्त गर्न सक्ने शक्ति छ भनेको कुरा, सर्व प्राणीहरूको चित्तमा तथागत गर्भ छ भनेको कारण चाहिँ सर्व प्राणीहरूको मनको स्वभाव, चित्तको स्वभाव चाहिँ शुद्ध भएको कारणले भन्नुभएको हो। यो चाहिँ हामीले थाहा हुनुपर्छ। हो अब त्यसपछि अब बुद्धको ज्ञानमा, शिक्षामा सबभन्दा गाह्रो चाहिँ आयो यहाँ। अब यहाँ के छ, दाङमे थम तुङ्गी घोटु धोर्दै भनेको छ। अब यहाँ चाहिँ आत्मा र शून्यताको ज्ञानको विषयमा संक्षिप्तमा अनि परिचय गर्छु भनेको छ। उमा चावै शेरबले तेन्जे ड्याउर जुवा धेने तुङ्बा गिदोसी धेने तेने दापले तिङी उमे लङ लिनो भनेको छ। यो चाहिँ पढ्नुहोस् नेपालीमा। नैरत्म अथवा शून्यताको संक्षिप्त परिचय मध्यमा मूल प्राज्ञमा जो प्रतीत समुत्पाद छ
त्यसलाई शून्यता भनिन्छ। त्यो अपेक्षित आरोपित भएकाले त्यही नै मध्यम मार्ग हो। अब यहाँ के कुरा आयो? शून्यताको कुरा आयो, आत्माको कुरा आयो। त्यो आउनु पर्ने कारण के हो? यो चाहिँ यहाँ भन्न चाहन्छु। निरुद्ध सत्यको विषयमा पूर्ण रूपले जानकार चाहियो भनेदेखि तपाईले शून्यताको विषयमा पढ्नैपर्छ, अध्ययन गर्नुपर्छ, जानकार हुनुपर्छ। शून्यतालाई जानकार नभयो भने, शून्यताको विषयमा नजान्यो भनेदेखि निरुद्ध सत्यको विषयमा पूर्ण रूपले जानकार हुँदैन। कारण के हो भनेदेखि फेरि माथि जाउँ। निरुद्ध सत्यको विषयमा पूर्ण रूपले जान्नको लागि अनि चित्तको स्वभाव अनि विशुद्ध हो भने चाहिँ जानकार हुनु पर्यो। चित्तको स्वभाव विशुद्ध हो भने जानकार हुनुको लागि चित्तको माथिमा भएको बादल एकछिन है, उत्तरण आकाशमा भएको बादलहरू तर्कालमा भएको दोस्तो, चित्तमा भएको अनि क्लेशहरू सबै तर्कालमा भएको हो अनि चित्तमा भएको क्लेशहरू चित्तको स्वभावमा छैन भनेर चाहिँ यो चाहिँ बुझ्नुपर्छ। त्यो माथि दुईटा कुरा है। चित्तको स्वभाव शुद्ध हो भने एउटा र दोस्रो चित्तमा भएको क्लेशहरू त्याग्नु सक्छ, छाया गर्नु सक्छ, छाया गर्नु सक्छ भने त्यो बुझ्नुपर्छ। किनभनेदेखि निरुद्ध सत्य भन्ने चाहिँ दुःखदेखि मुक्ति पाएको अनि एउटा गुण हो। दुःखदेखि मुक्ति पाएको भन्नेको त्यो बुझ्नुको लागि दुःखको हेतु समुदाय त्याग्नु सक्नुपर्छ भने थाहा हुनुपर्छ। समुदाय क्लेश र कर्म त्याग्नु सक्छ भन्ने चाहिँ नबुझ्यो भने त्यो त्यागेर दुःख सबै हटायो त्यहाँदेखि मुक्ति पायो भने चाहिँ थाहा हुँदैन। दुःखदेखि मुक्ति पाउनु सक्छ भने थाहा हुनुको लागि दुःखको हेतु समुदाय त्याग्नु सक्छ भने थाहा हुनुपर्छ। समुदाय त्याग्नुपर्छ भने थाहा हुनुको लागि समुदाय के हो? क्लेश र कर्म त्याग्नु सक्छ भने थाहा हुनु पर्यो। क्लेश र कर्म त्याग्नुपर्छ भने थाहा हुनुको लागि क्लेश त्याग्नु सक्ने कारण चाहिँ थाहा हुनु पर्यो। क्लेश त्याग्नु सक्ने कारण चाहिँ के हो भनेदेखि क्लेशको मूल चाहिँ मोह, आत्मग्रह हो। आत्मग्रहलाई त्याग्नु सक्छ भनेर थाहा हुनुपर्छ। आत्मग्रहलाई त्याग्नु सक्छ भने थाहा हुनुको लागि आत्मग्रह भने चाहिँ के हो भनेदेखि मोह भन्ने चाहिँ छ, तर आत्मग्रहको सोचले के गर्छ भनेदेखि म चाहिँ स्वतन्त्र रूपले छ भनेर सम्झिन्छ। म स्वतन्त्र रूपले छ भनेको विचार चाहिँ हुन्छ। आत्मग्रह भने के हो भनेदेखि म स्वतन्त्र रूपले छ भनेर सोच्ने एउटा ज्ञान भनौँ, एउटा विधि कसा बुद्धि हो। त्यसो कारणले यहाँ सोध्नुहोस् त, आत्मग्रह भने चाहिँ के हो रे? हाम्रो मनदेखि म स्वतन्त्र रूपले छ, वस्तुहरू स्वतन्त्र रूपले छ भन्ने सोच चाहिँ हो। अब यहाँ वस्तुहरू स्वतन्त्र रूपले छ भन्ने सोचलाई हटाउनुको लागि के गर्नुपर्छ? त्यसको अपोजिट, त्यसको विपरीत वस्तुहरू म लगायत वस्तुहरू स्वतन्त्र रूपले छैन भन्ने चाहिँ बुझ्नुपर्छ। वस्तुहरू स्वतन्त्र रूपले छैन भन्ने
बुझ्यो भने शून्यता बुझेको हो। त्यसो कारणले शून्यताको जानकार नभएदेखि म लगायत वस्तुहरू स्वतन्त्र रूपले छैन भन्ने अनि सोच र बोध हुँदैन। म लगायत वस्तुहरू स्वतन्त्र रूपले छैन भन्ने चाहिँ शून्यता हो। त्यो नजान्यो भनेदेखि म लगायत अनि वस्तुहरू सबै स्वतन्त्र रूपले छ भनेको सोच भएको बुद्धि चाहिँ हटाउनै सक्दैन। कस्तो भयो? त्यही कारणले शून्यताको जानकार नभएदेखि स्वतन्त्र रूपले छ भनेको सोचलाई हटाउन सक्दैन। स्वतन्त्र रूपले छ भनेको सोचलाई हटाउन नसक्यो भने आत्मगरालाई हटाउन सक्दैन, छाया गर्न सक्दैन। आत्मगरालाई छाया गर्न नसक्यो भने, त्यसले टेक्नु नसक्यो भने आत्मगराद्वारा भएको रिस रागलाई टेक्नु सक्दैन। त्यो टेक्नु नसक्यो भनेदेखि निरोध सत्य भन्ने चाहिँ बुझ्नै सक्दैन, प्राप्त गर्नै सक्दैन। त्यो हो। बुझ्नुभयो? त्यो कारणले शून्यता भन्ने चाहिँ धेरै, शून्यताको ज्ञान चाहिँ धेरै महत्त्वपूर्ण हो भन्ने कारण चाहिँ यो हो। त्यसो कारणले निरोध सत्यलाई पूर्ण रूपले जानकारको लागि चाहिँ हामीले शून्यताको विषयमा जानुपर्छ। त्यही कारणले अहिले शून्यताको विषयमा बाँच्छौँ। अब पहिला हामीले यो थाहा हुनुपर्छ, रिपे ग्याबो तेन्जुङकी ताला तेने तोङ्बाङ्गे जुबे रिपा ताक्छु चाहिँ रावङ्गी मेते तेन्जुङगी मिछेल भनेको छ। यो पढ्नुहोस् त। मुक्तिको राजा प्रतीत समुत्पादको हेतुद्वारा शून्यता सिद्ध गरिने विद्या म स्वतन्त्र सिद्ध छैन, किनकि त्यो प्रतीत समुत्पाद हो। अब यहाँ पुग्यो नि। अब म तपाईहरु सबै एकमा मेरो शिष्य हो। मैले माया दयाद्वारा भन्न चाहन्छु, यदि तपाईहरु बुद्धको शिक्षामा भएको शून्यताको विषयमा पूर्ण रूपले जानकार गर्छु भनेदेखि त्यसमा शून्यतामा पुग्नुको लागि, जानकार हुनुको लागि के माध्यममा जाने, के उपायद्वारा जाने, के कारणद्वारा जाने भनेदेखि प्रतीत समुपाद कारणद्वारा जानुपर्छ। त्यो भयो भने शून्यताको ज्ञान चाहिँ ठिक्क त्यसको सत्य ज्ञान चाहिँ प्राप्त हुन्छ। नतर कहिले शून्यताको विषयमा व्याख्या राम्रो नभएको कारणले शून्यता हो भनेर सबै छैन भन्ने त्यस्तो हुनसक्छ। त्यस्तो सोच भएदेखि बुद्ध पनि छैन, धर्म पनि छैन, सङ्घ पनि छैन भन्ने सोच हुन्छ। त्यो भयो भने के हुन्छ? लोकता लखर्छ, मिथ्या दृष्टि उत्पन्न हुन्छ। बुद्ध छैन, धर्म छैन, सङ्घ छैन, पछिको जन्म पनि छैन, कर्म र फल पनि छैन भने त्यस्तो सोच आउन सक्छ। प्रतीत समुपादद्वारा शून्यतामा गयो भने त्यस्तो सोचहरू आउँदैन। सत्यको शून्यताको अनि ज्ञान चाहिँ बोध हुन्छ। त्यसो कारणले प्रतीत समुपाद भन्ने चाहिँ शून्यताको विषयमा थाहा हुनु गर्ने कारणमा राजा जस्तो भनेको छ। ऋग्वे ग्याबो भनेर, ऋग्वे ग्याबो तिनजुङ रिपा भनेर त्यसरी भनेको छ। त्यसो कारणले अब यहाँ शून्यता अब पहिला यो जानकारी हुनुपर्छ, म स्वतन्त्र रूपले छैन, यसरी भन्नुपर्छ। म छैन भन्नु हुँदैन, म स्वतन्त्र रूपले छैन। किनकि कारण के हो भनेदेखि म प्रतीत समुपाद हो भनेको। बुझ्नुभयो? म स्वतन्त्र रूपले छैन किनकि प्रतीत समुपाद हो, यो कारण। अब यहाँ प्रतीत समुपाद भन्ने चाहिँ के हो भनेदेखि अब यहाँ प्रतीत समुपादलाई तीनवटा छ। तिनजुङ सोम
ginje tenjo chaji tenjo tope taksam ki tenjo या teaching इस प्रकार का प्रतिदेश समुत्पाद पहला हेतुफल प्रतिदेश समुत्पाद दोस्रो अंश युक्ति अथवा अंश रूपी प्रतिदेश समुत्पाद र तेस्रो परिकल्पित प्रतिदेश समुत्पाद अब यो छ अब त्यसमा कर्म र फलको प्रतिदेश समुत्पाद भन्ने चाहिँ बुझ्नु सजिलो छ त्यसको उदाहरण यहाँ हेर्नुस् अब यो खेतमा के भन्छ फलहरू धेरै भएको छ नि त्यो फल भएको कारण चाहिँ के हो भनेदेखि बिउ रोपेर भएको हो नि त्यसो कारणले बिउको कारणले अनि फलहरू आउँदैछ त्यसलाई भन्छ कर्म र फलको प्रतिदेश समुत्पाद अब त्यसमा अलिकति गयो भने पहिला सानो सानो बिउ पहिलाको त्यो हुन्छ त्यो कारण त्यो हेतुले अनि त्यो बिउको माथि सेतो अलिकति हुन्छ त्यहाँबाट ठुलो हुन्छ ठुलो हुन्छ त्यसपछि यत्रो हुन्छ रहेछ नि है त्यसो कारणले कर्म र फलको प्रतिदेश समुत्पाद भन्ने चाहिँ हामीले सजिलोदेखि थाहा हुन्छ खास गरेर खेती काम गर्नेहरूलाई त तुरुन्त थाहा हुन्छ हैन अब यसको विषयमा धेरै नभनौँ यति राखौँ अब त्यसपछि चाहिँ के आउँछ भनेदेखि यहाँ हेर्नुहोस् है दोस्रोमा चाहिँ अघि भनेको चाहिँ दोस्रोमा चाहिँ के हो भनेदेखि अंश के अंशयुक्त प्रतिदेश समुत्पाद त्यसको विषयमा चाहिँ भन्न चाहन्छु है अंशयुक्त प्रतिदेश समुत्पाद अंशयुक्त प्रतिदेश समुत्पाद भन्ने चाहिँ उदाहरणमा यहाँ हेर्नुहोस् यो चाहिँ के हो मोटर कार हो है तर यो कार चाहिँ अंशयुक्त प्रतिदेश समुत्पाद हो किनभनेदेखि अंशहरू नभयो भने यो कार चाहिँ हुँदैन त्यसो कारणले एउटा कार हुनुको लागि जुवादी खर्च उत्पन्न हुनुको लागि चाहिँ धेरै अंशहरूलाई भर परेको छ अब त्यो अंशमा चाहिँ के छ यहाँ हेर्नुहोस् यस्तो कार एउटा हुनुको लागि पहिला यो चाहियो यसमा भित्र भएको सिटहरू चाहियो यो सबै चाहिन्छ नि यो एक एक गरेर अंश त्योहरू सबै मिलेर अनि बल्ल अनि कार भने चाहिँ उत्पन्न हुन्छ त्यसो कारणले कार भने चाहिँ के हो भनेदेखि अंशयुक्त प्रतिदेश समुत्पाद हो भने बुझ्नुभयो अब हाम्रो आफ्नो शरीरमा पनि हेर्नु न टाउका आँखा नाक मुख अनि घाँटी पेट खुट्टा सबै यसरी मिलेर मेरो जिउ भन्ने चाहिँ भएको हो नि त्यसो कारणले मेरो जिउ भने त्यो पनि अंशयुक्त प्रतिदेश समुत्पाद भएको छ नि है योहरू चाहिँ बुझ्नु गाह्रो छैन त्यो हो अब सबभन्दा गाह्रो चाहिँ तेस्रो सबभन्दा गाह्रो चाहिँ के हो भनेदेखि सबभन्दा गाह्रो चाहिँ यो तेस्रो तोपे तक्पा चम्गी तेन्जुङ भनेको छ तोपे तक्पा चम्गी तेन्जुङ त्यसमा चाहिँ परिकल्पित प्रतिदेश समुत्पाद परिकल्पित प्रतिदेश समुत्पाद यो चाहिँ सबभन्दा बुझ्नु गाह्रो यो नबुझ्यो भने शून्यता चाहिँ बुझ्नु सक्दैन यो बुझेर अनि शून्यता चाहिँ बुझ्नुपर्छ त्यसो कारणले यो तेस्रोको विषयमा अलिकति बाँध्छु पहिला हामीले यो थाहा हुनुपर्छ तोप्पा भने चाहिँ परिकल्पित रूपले कल्पना तोप्पा भने चाहिँ कल्पना हो जति वस्तुहरू छ त्योहरू आफ्नो मनले आफ्नो कल्पनाले
यो हो भनेर राख्छ। त्यसले भन्छ कल्पनाले राखेको भने चाहिँ त्यो हो। यो कसरी हामीले थाहा हुन्छ भनेदेखि अब यहाँ जाउँ त। यहाँ जाउँ। अब यो चाहिँ के भयो? सप्रा। यो चाहिँ के भयो? सप्रा। सास सर्प। सर्प यो चाहिँ सर्प भयो नि। अब हामी सबैले यो चाहिँ सर्प हो भनेको सोच छ हैन? अब यस्तो सोच चाहिँ हामीलाई छ। यस्तो सोच भएको मान्छे चाहिँ कहिले कहिले बिहान अनि बिहान सबेरै बिहान पखर यसरी हामी जानु बेलामा हुनु चाहिँ टाढोदेखि हेर्दाखेरि त्यहाँ चाहिँ सत्यमा चाहिँ डोरी छ, तर त्यो बस्ने तरिका पनि सर्प जस्तो छ, कलर पनि सर्प जस्तो छ है। अब हामी त्यहाँ टाढो हुँदाखेरि चाहिँ तुरुन्त हामीले त्यो डोरीको माथि चाहिँ ओ त्यहाँ सर्प रहेछ भनेर विचार हुन्छ। हो कि होइन? हुन्छ रहेछ नि। त्यो बेलामा डोरीको माथि सर्प छ कि छैन, तर आफ्नो कल्पनाले बनाउँछ रहेछ नि त्यहाँ डोरी रहेछ, के अरे सर्प रहेछ भनेर विचार चाहिँ आउँछ रहेछ नि। यो चाहिँ उदाहरण हो। कल्पनाले यो हो भनेर चाहिँ राख्छ भने। एकछिन, यो शब्द चाहिँ धेरै महत्त्वपूर्ण रहेछ। सम्बोध लेबीमा जिम्बा भन्छ। जिम्बा भने चाहिँ सम्बोध लेबी हो। अब यो हाम्रो नेपालीमा चाहिँ के अरे के भन्छ ड्रइङमा सिक्थि ग्राम। तपाईँहरू बुझेछ? ग्राम मनले यो हो भनेर चाहिँ ग्रहण गर्छ नि, हो त्यो। अहिले यहाँ तोप्पे तप्प भने चाहिँ तोप्पे जिम्बा, कल्पनाले यो रहेछ भनेर ग्रहण गर्छ त्यो। त्यसो कारणले डोरीको माथि सर्प छैन, तर हाम्रो कल्पनाले त्यसमा चाहिँ त्यो सर्प रहेछ भनेर कल्पनाले ग्रहण गर्छ। बुझ्नुभयो? हो, यो चाहिँ उदाहरण हो। कल्पनाले ग्रहण गरेको, कल्पनाले राखेको भन्ने यो दुईटा एउटै हो। तोप्पे झोपा, तोप्पे तप्पा, तोप्पे जिम्बा यो। अब यहाँ अब फेरि म एउटा भन्छु है, हामीले यसो विचार हुन्छ नि, के भन्छ, डोरीको माथि यो सर्प हो भनेर कल्पनाले राख्ने, कल्पनाले ग्रहण गर्ने, त्यही जस्तो हामीले सर्पको जिउ, सर्पको शरीर, सर्पको अनि के अरे कलर, के अरे रङ, त्योहरूद्वारा हामीले यो सर्प रहेछ भनेर चाहिँ ग्रहण गर्छ। बुझ्नुभयो? सत्यमा चाहिँ कल्पनाले त्यो सर्पको जिउ अनि के अरे रङहरू देखेर यो सर्प हो भनेर हामीले ग्रहण गर्छ। तर जिउ र अनि त्यो के भन्छ रङहरूको माथि यो सर्प हो कि यो सर्प हो कि भनेर खोज तलास गर्यो भने एउटा पनि भेट्दैन। यहाँ हेर्नुहोस् है, हामी सबैले भन्छ नि यहाँ सर्प रहेछ भनेर चाहिँ तुरुन्त मनमा आउँछ नि। यदि सत्य एउटा विवेकद्वारा खोज तलास गर्यो भनेदेखि ल तिमीले यो सर्प हो भनेको हो कि हो भन्छ नि। ल अब यो सर्प हो भनेदेखि ल यो टाउका चाहिँ सर्प हो कि भन्यो भने के भन्ने? टाउका चाहिँ सर्प हो, सर्पको टाउका चाहिँ सर्प हो, होइन नि। अब त्यो आँख चाहिँ हो कि, फेरि यसको जिउ एक एक गरेर सबै बुझ्यो भने, सोध्यो भने सर्प भने चाहिँ जिउको माथिदेखि यो हो भनेर चाहिँ हामीले अनि के भन्छ खर्च
मिल्नु सक्दैन, प्राप्त हुनु सक्दैन। अब सर्पको जिउ त सर्प होइन, तर सर्पको मन सर्प होला त्यस्तो पनि भन्नु सक्छ। सर्पको मन सर्प हो, सर्पको मन सर्प हो। यदि हो भनेदेखि सर्प यसरी जाँदाखेरि मन यसरी जान्छ? सर्पले तपाईँले यसरी टोक्दाखेरि चाहिँ मनले टोकेको हो? त्यही त भने सर्पको शरीरद्वारा सर्प राख्नु सक्दैन, सर्पको मनद्वारा सर्प राख्नु सक्दैन। अब सर्प भने चाहिँ कसरी राखेको हो, सर्प भने चाहिँ कसरी भएको हो भनेदेखि सर्पको शरीर, सर्पको रङ, सर्पको मन अंशहरू धेरै छ नि, त्योहरू सबै मिलेर, त्यो मिलेर मात्र हुँदैन, सबै मिलेर अनि मान्छेहरूले ल योलाई सर्प भनौँ भनेर अनि सर्प 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 भनेर त्यो सर्प भएको हो कि होइन? तपाईहरूलाई बाआमाहरूले बच्चा पहिला हुन्छ नि, बच्चा पहिला हुँदाखेरि मेरो बच्चा भन्छ नि टसी सोनम थिन्डु, त्यो राम श्याम केही भन्दैन नि त्यो बेलामा। अब बच्चाको त्यो के भन्छ टाउकोदेखि खुट्टासम्म यो तपाईँको बच्चा हो, तपाईँको अहिले बच्चा भने सोचेको चाहिँ टाउको चाहिँ हो कि आँख चाहिँ हो कि मुख चाहिँ हो कि भनेर खोज तलास गरेदेखि अनि के पनि पाउँदैन, बच्चाको मन पनि पाउँदैन। तर त्यो बच्चा चाहिँ मेरो हो भन्ने चाहिँ कसरी राखेको हो भनेदेखि त्योहरू जिउ र मनहरू सबै मिलेर आफ्नोदेखि कोखदेखि आएर अनि मेरो बच्चा भन्ने नाम चाहिँ राख्यो। पछि त्यो चाहिँ त्यसलाई गुरु कहाँ गएर नाम दिनुहोस् भने गुरुले ल थुप्टिन टसी भनेर नाम दिन्छ। अब त्यसपछि चाहिँ अनि त्यो बच्चालाई के भन्छ थुप्टिन टसी भन्छ, सबैले भन्छ ल थुप्टिन टसी यहाँ रहेछ त्यहाँ गयो त्यो गयो यस्तो भन्छ। तर थुप्टिन टसीको नाम नरहेको अगाडि ऊ थुप्टिन टसी हो कि होइन? हो। थुप्टिन टसी भनेको नाम नरहेको अगाडि त्यो बच्चा चाहिँ थुप्टिन टसी हो होइन नि? त्यसो कारणले यो बच्चा, यो थुप्टेन, यो टसी, यो धिन्डुम, यो भन्ने सबै नाम र कल्पनाद्वारा राखेको हो, यसरी बुझ्नुपर्छ। त्यसो कारणले यहाँ त्यो हो। अब त्यो मात्र होइन, यहाँ यो सुन्नु, यो विचार के छ मनमा राख्नुहोस्, वस्तुहरू स्वतन्त्र रूपले छैन है, वस्तुहरू स्वतन्त्र रूपले छैन। वापसमा तीन जिंगल दिखासा प्रत्ययद्वारा र प्रत्ययद्वारा भएको हो यो एउटा, वस्तुहरू कल्पनाद्वारा भएको हो यो दुई। अब यहाँ हेर्नुहोस्, अब यहाँ हेर्नुहोस् है, अब पहिला यो नभनौँ, यो तिनवटा चाहिँ भनौँ। अब यहाँदेखि हेऱ्यो भने यो चाहिँ लामो हो नि। अब यो दुईटा नभयो भने, यो दुईटा यदि नभयो भने अनि हामीले के भन्छ, ल यो त के छ थुङथुङ खर्छ, यो त छोटो रहेछ, यो त लामो रहेछ भन्छ नि। अब लामो राखिसक्यो नि, लामो है। अब यो लामो हो भन्दै भन्दै त्यो माथि यो राख्यो भने अनि के भन्ने, ए लामो होइन रहेछ फेरि छोटो रहेछ भन्छ नि भन्छै भन्दैन है। त्यसो कारणले लामो र छोटो भन्ने त्योहरू सबै प्रतीत समुपातद्वारा राख्ने हो। स्वतन्त्र रूपले यो लामो हो, जहिले पनि यो लामो हो भन्ने छैन। स्वतन्त्र रूपले जहिले पनि यो छोटो हो भन्ने छैन। लामो छोटोहरू सबै कसरी राख्ने, प्रतीत समुपातद्वारा राख्ने। बुझ्नुभयो? अब यहाँ हेर्न, यो पतलो छ है, यो भन्दा यो मोटो छ नि, यो भन्दा यो मोटो छ नि, छैन है। अब यो छैन भनेदेखि यो दुईटा मात्र भएदेखि के भन्छ, ल पतलो भन्छ कम्बु दुब्लो, ल यो बच्चा चाहिँ दुब्लो रहेछ भन्छ नि है, यो बच्चा चाहिँ मोटो रहेछ भन्छ है।
यो बच्चा चाहिँ मोटो रहेछ भन्दै भन्दै यत्रो मान्छे आयो भने के भन्छ यो पनि दुब्लो रहेछ ऊ त्यो मोटो रहेछ भन्छ नि। त्यही कारणले मोटो र दुब्लो भने चाहिँ स्वतन्त्र रूपले छैन। प्रतीत समुपातद्वारा अनि मोटो अनि पतलो दुब्लो भने चाहिँ भन्ने हो। अलिकति भयो होला। अब तपाईहरु आफ्नो अनुभवमा हेर्नुस् है, म भन्छु जति आफ्नो आमा यो सुन्दरी होस् सुन्दरी नहोस् है, उहाँको बच्चाले आफ्नो आमालाई हेर्दाखेरि जहिले पनि सुन्दरी देख्छ, हो कि होइन? त्यो बच्चाले आफ्नो माले सुन्दरी देखेको मात्रै अर्को बच्चाहरू आफ्नो आफ्नो मा त्यो भन्दा अलि सुन्दरी छ भनेदेखि त्यो अर्को बच्चाले तिम्रो आमा त सुन्दरी छैन भन्छ, हो कि होइन है? अब त्यो बेलामा सुन्दरी भन्ने त्यो चाहिँ स्वतन्त्र रूपले छ भनेदेखि त्यो जहाँ गएर भने जहाँ राखेर भने सुन्दरी हुनु पर्यो नि, तर त्यो हुँदैन रहेछ नि। त्यो कारणले सुन्दरी सुन्दरी छैन सुन्दरी छ भएन सबै नाम र कल्पनाद्वारा प्रतीत समुपातद्वारा भएको हो, स्वतन्त्र रूपले छैन भने। अलिकति बुझ्यो धेरै। अब यहाँ बुझ्नुपर्ने चाहिँ आत्मगर भन्ने चाहिँ हामीले अघि भन्यो नि, दुःख हटाउनु लागि दुःखको हेतु कर्मलाई हटाउनु पर्यो, कर्म त्याग्नु पर्यो। कर्मलाई त्याग्नुको लागि कर्मको हेतु रिस रागलाई त्याग्नु पर्यो। रिस रागलाई त्याग्नुको लागि रिस रागको हेतु आत्मगरलाई त्याग्नु पर्यो। यहाँसम्म बुझ्यो? अब आत्मगरलाई त्याग्नुको लागि हामीले यहाँ छुटाउनु पर्छ। आत्मगरले के सोच्छ भनेदेखि म स्वतन्त्र रूपले छ, वस्तुहरू स्वतन्त्र रूपले छ भन्ने त्यो विचार सोच हुन्छ। त्यो कारणले स्वतन्त्र रूपले भएको वस्तु र वस्तुमा फरक छ। सत्यमा वस्तुहरू छ तर स्वतन्त्र रूपले छैन। सत्यमा म छ तर स्वतन्त्र रूपले भएको म छैन। त्यसो कारणले ममा भने दुई, सबैले हामी कार्यहरू गरेर बस्ने म भने एउटा छ। बुद्धले भनेको छेपपोमा कर्ता म कर्ता भन्ने कामहरू खेतको कामहरू गर्ने अनि के भन्छ दुख सुख महसुस गर्ने म भने चाहिँ छ। तर के छैन भनेदेखि स्वतन्त्र रूपले भएको म चाहिँ छैन। त्यसो कारणले प्रतीत समुपातद्वारा भएको म र स्वतन्त्र रूपले भएको म दुईटामा फरक छ। त्यसो कारणले यहाँ दाग थाङ्गेदो यो बाते गाक्चमै भनेको मतलब चाहिँ प्रतीत समुपातद्वारा भएको म भन्ने चाहिँ हामीले शून्यता विचार गर्नु बेलामा त्याग्नु पर्ने चाहिँ होइन भनेको। दाग रवाङ्गी यो बाते गाक्चै भने चाहिँ म स्वतन्त्र रूपले छ भनेर विचार गर्ने स्वतन्त्र रूपले भएको म चाहिँ शून्यताको ज्ञानले अनि त्याग्नु पर्ने चाहिँ हो भनेको छ। यो बीचमा फरक छ है, मनमा राख्नुहोस्। प्रतीत समुपातद्वारा भएको म एउटा र स्वतन्त्र रूपले भएको म भन्ने म दुईटा छ नि, त्यो दुईमा शून्यताको विषयमा विचार गर्नेखेरि बुद्धले सुख त्यो के भन्छ शेरनिङबोमा सुख में डा में ठी में रो में रेजा में छे में तो भनेको छ नि। रूप छैन खर्चा शब्द छैन भनेको छ नि। रूप छैन शब्द छैन भन्नेको मतलब चाहिँ रूप स्वतन्त्र रूपले छैन, शब्द स्वतन्त्र रूपले छैन भनेको हो। प्रतीत समुपातको रूप चाहिँ छैन भनेको होइन। रूप चाहिँ प्रतीत समुपात भएको कारणले अघि भनेको जस्तो धेरै
कारणद्वारा तेरी अनि के अरे अंशद्वारा चाहिँ उत्पन्न भएको हो नि। त्यो हामीले आँखाले देखेको छ, कानले सुनेको छ, त्यसो कारणले रूप छ, शब्द छ। तर बुद्धले रूप छैन, शब्द छैन, रूप शून्यता हो, शब्द शून्यता हो भनेको कारण के हो? रूपहरू स्वतन्त्र रूपले छैन, स्वतन्त्र रूपले शून्यता हो, यसरी भनेको। बुझ्नुभयो? यहाँ अब पछि अहिले म के पछिको वर्षमा शून्यताको विषयमा धेरै भन्छु। अहिले यति भनेको छ। आज तपाईहरुले यो मात्र मनमा राख्नुहोस्, पहिला प्रतीत समुपापद्वारा भएको मोरल वस्तुहरू छ, स्वतन्त्र रूपले भएको अनि मोरल वस्तुहरू छैन भनेर यो मनमा चाहिँ पहिला राख्नुहोस्। सुन्नुभयो? त्यसपछि अब बुद्धले शेरम निङ्बोमा सुख में ड्रा में ठी में भनेको छ, सुख तुङ्बाउ ड्रा तुङ्बाउ भनेको छ। त्यसो कारणले त्यसको मतलब के होला? रूप छैन, रूप शून्यता हो भन्ने रहेछ। त्यसको मतलब के हो भनेदेखि यो बुझ्नुपर्छ। रूप छैन भने चाहिँ रूप स्वतन्त्र रूपले छैन, रूप शून्यता हो भने चाहिँ रूप स्वतन्त्र रूपले शून्य हो भनेको। बुझ्नुभयो? यसरी तोङ्बाङ्गी शून्यता भने चाहिँ यसरी बुझ्नुपर्छ। अहिले मैले भनेको शून्यता चाहिँ तन्त्रमा भनेको शून्यताको के भन्छ तवा दृष्टि, यो कुरा भनेको होइन। अहिले मैले भनेको शून्यताको सिद्धान्त चाहिँ शुद्ध र तन्त्र दुईटैमा भनेको युल्क्युएसे विषय प्रभास्वर पनि भन्छ। विषय अनि शून्यता त्यसको विषयमा भनेको। तन्त्रमा पुग्दाखेरि, गुह्य तन्त्रमा पुग्दाखेरि शून्यता भन्ने एउटा हुन्छ। त्यो चाहिँ अहिले यो भन्दा झन् गम्भीर छ है। त्यो कुरा चाहिँ अहिले भन्ने होइन, पछि भन्ने हो। त्यो कुरामा पुग्दाखेरि अनि जोक्सेन छक्सेनहरू कुराहरू आउँछ। जोक्सेन छक्सेन अनि सेतोङ सुङजु अब जो नङ्गुर निङमाको अनि जोक्सेन कि तावा भनेर के अरे जोपछेम्बोको दृष्टि, पेल न्यामे कैक्युको महामुद्राको दृष्टि छाकेछेम्बो, पेल साक्याको सेल्तोङ सुङजु खोर्ते एर्मेकी तावा भनेको दृष्टि, गिलुक्पाको न्युङमा हिन्ची केपे वासल भनेको दृष्टि, त्योहरू सबै धेरै हाई लेभल, त्योहरू सबै गुप्त रूपले अनि जानकारी दिनुपर्ने शून्यताको दृष्टि हो। यो अहिले मैले भनेको छैन। त्यहाँ पुग्दाखेरि स्वतन्त्र रूपले म छैन र म छैन एउटै हो। सुन्नुभयो? अहिले सूत्रमा अहिले यो के अरे युल्क्युएसे विषय पर्वसौरको विषयमा, शून्यताको विषयमा जो अहिले भनेको छ यो सूत्रमा भएको त्यो हो। त्यो भन्दाखेरि यो दुईटा फरक राख्नुपर्छ। बुझ्नुभयो? प्रतीत समुपापद्वारा भएको म वस्तु छ, स्वतन्त्र रूपले भएको म वस्तु छैन भन्ने कुरा चाहिँ राख्नुपर्छ। अन्तिममा गुह्य तन्त्रमा पुग्दाखेरि, अन्तिमको तन्त्रको शून्यतामा पुग्दाखेरि यो दुईटामा फरक छैन है। तर यो अहिले मैले भन्यो भने तपाईहरु बुझ्दैन। त्यो कारणले यो कुरा चाहिँ मनमा चाहिँ राख्नुहोस्। हो या हो। ताऊ ओस टाइममा सुने तेरी त खमले सुधार आउने या दिछु लोता नेपालीमा यो एउटा पढ्नुहोस् त। निषेधको
पहिचान म शब्द वृत्ति चाहिँ निषेध्य होइन म स्वतन्त्र रूपमा भएको चाहिँ निषेध्य हो आफ्नो विज्ञानमा प्रतिभास हुँदा म स्वतन्त्र रूपले छ भन्ने सोच चाहिँ आत्मग्रह हुनाले त्यो निषेध गर्नुपर्दछ यहाँसम्म मैले भन्न सक्यो अब यहाँ तपाईहरुले शून्यता सत्यको शून्यताको ज्ञान र त्यसको बोध हुने र त्यसको ध्यान गर्ने अलि गाह्रो छ तर भने अहिले के भन्छ ले थम्बो वस्यादि अधिकर्मी पहिलो चोटी शून्यताको विषयमा ध्यान गर्दाखेरि यो गर्यो भने राम्रो दा ताक्तन सेना मेछु खालते दाते रवांगी येन ताक्तन सेना नि खोबाला तेत्र सेना मिगे बरते दा रवांगी मेबा छबाई तेवेना दा रवांगी मेबे दा तोंबाई yin चेबाओ नेपालीमा पढ्नुस् म भन्ने पर्याप्त अर्थ खोज्दा विद्यामान नभएको सम्बन्धमा यदि म स्वतन्त्र सिद्ध छ भने पर्याप्त अर्थको खोज गर्दा पाउनु पर्नेमा त्यसरी परीक्षण गर्दा प्राप्त नभएको कारण म स्वतन्त्र सिद्ध नभएको जनाउँछन् अब तपाईहरुले यो चाहिँ फोटो खिच्यो भने हुन्छ है पछि अब तपाईहरु आफ्नो आफ्नो घरमा गएर घरमा होस् गुम्बामा होस् म आज चाहिँ शून्यताको विषयमा अलिकति विचार ध्यान गर्छु भन्ने मनमा आउनु बेलामा तपाईहरुले आफैले आफैलाई हेर्नुस् पहिला म भन्ने छ कि छैन भनेर हेर्नुस् त तुरुन्त मनमा आउँछ म त छ म भएको कारणले त म यहाँ त्यो टेनको माथि बसेको छ म अहिले धर्म गर्नु आएको छ म ध्यान गर्ने हो भनेर आउँछ त्यो आएको पछि ल ठीक छ मेरो मनमा चाहिँ म भने चाहिँ छ भनेर चाहिँ विचार भयो तर मेरो मनमा म छ भन्ने विचार चाहिँ कसरी हुन्छ रहेछ हेर्नुपर्छ आफैले आफैलाई त्यो चाहिँ मेरो शरीर र मेरो मनद्वारा चाहिँ अनि म भन्ने चाहिँ आफैलाई विचार हुने थाहा हुन्छ त्यसपछि मलाई म भन्ने चाहिँ मेरो मनमा आउँदाखेरि तुरुन्त शरीर र मनको माथिदेखि म भने छ भनेर विचार हुन्छ रहेछ त्यो सत्य नै छ कि छैन म खोज तलास गर्छु भनेर चाहिँ खोज तलास गर्नुपर्छ म भने चाहिँ यदि शरीरको माथि छ भनेदेखि कहाँ छ यो टाउको चाहिँ म हो कि आँख चाहिँ म हो कि नाक चाहिँ म हो कि मुख चाहिँ म हो कि घाँटी हो कि पेट हो कि खुट्टाहरू हो कि यसरी गरेर मेरो टाउको पनि म होइन रहेछ आँख पनि म होइन रहेछ नाक पनि होइन रहेछ यसरी यसरी खुट्टासम्म त्यो पनि होइन रहेछ ल त्यो सबै जिग्यो अब भित्रको अनि रूपहरू म हो कि त्यो सबै त्यो विचार गर्दाखेरि म भने चाहिँ आफ्नो शरीरको हाँकादेखि एक एक गरेर खोज तलास गर्दाखेरि केही मिल्दैन सुन्नुस् मैले के भने म भने चाहिँ मेरो शरीरदेखि छ भनेर विचार हुन्छ तर खोज तलास गर्दाखेरि मिल्दैन प्राप्त हुँदैन सुन्यो अब के बाँकी भयो मन अब म भने चाहिँ मन होला मेरो मन चाहिँ म होला मेरो चित्त चाहिँ म होला यसो हामी विचार हुन्छ थाहा भयो यदि म भन्ने चाहिँ मेरो चित्त हो भनेदेखि के दोष छ म भने चाहिँ मेरो चित्त हो भनेदेखि अब म भन्नेले काम के गर्छ रहेछ म भन्ने चाहिँ बिहान उठ्छ नि त्यो बेलामा मेरो चित्त उठ्छ उठ्दैन म भने चाहिँ बिहान अनि के भन्छ पूजा पाठ किताबहरू हेर्छ नि चित्तले हेरेको हो कि मले हातले केही लेख्छ नि त्यो बेलामा चित्तले लेख्यो हो कि मैले बिहान के भन्छ खाना खान्छ के अरे ब्रेकफास्ट नास्ता खान्छ यो चित्तले खाना खाएको हो
म अलिकति मोटो हुँदाखेरि चित्त मोटो भएको हो म अलिकति दुब्लो हुँदाखेरि चित्तहरू दुब्लो भएको हो होइन नि त्यसो कारणले म भने चाहिँ चित्त पनि होइन चित्तमा भएको आँखाको खर्सा मिक्से चक्षु विज्ञान पनि होइन अनि यो वंशमा पञ्च इन्द्रियको विज्ञानहरू पनि होइन अनि यो चित्तमा भएको अनि विज्ञान पनि होइन त्यसो कारणले म भने चाहिँ मेरो शरीरद्वारा भने म भने चाहिँ राख्नु गाह्रो मेरो चित्तद्वारा भने म भने चाहिँ राख्नु गाह्रो अब त्यसो हो भनेदेखि अब शरीर र चित्त दुईटै निकाल्यो भने अनि म भने चाहिँ कहाँ छ फेरि छैन गजबै छ म भने चाहिँ शरीर हो भन्थाने त त्यो पनि होइन रहेछ चित्त हो भन्थाने त्यो पनि होइन रहेछ ल शरीर र चित्त दुईटै निकालेर म भने चाहिँ छ भने त्यो अलग्गै छैन त्यस कारणले अब म भने चाहिँ के हो भनेदेखि छैन जस्तो लाग्छ यसरी विचार राम्रो गर्यो भने यसरी विचार राम्रो गर्नु बेलामा म भने चाहिँ छैन रहेछ भन्ने सोच हुन्छ यदि म छैन हो भनेदेखि बिहान को उठेको त म त उठेको हो नि बिहान कसले खाना खाएको मैले खाएको त हो नि कार्यहरू कसले गरेको मैले गरेको त हो नि केही महसुस हुन्छ रहेछ नि अलिकति तातो हुने अलिक चिसो हुने के हुन्छ त्योहरू सबै मैले त महसुस गरेको हो नि त्यही कारणले म भने चाहिँ छैन भनेदेखि छ जस्तो रहेछ छ भनेदेखि शरीर र मन दुईटैदेखि म भने पाउँदैन रहेछ अब म भने चाहिँ के होला भन्थे नि अन्तिममा म भने चाहिँ शरीर र मनद्वारा नाम र कल्पनाले राखेको मात्र रहेछ त्यो बाहेक स्वतन्त्र रूपले छैन त्यसलाई शून्यता बनेको रे भनेर यसरी ध्यानमा बस्नुपर्छ अलिकति बुझ्नुभयो यसरी अनि विचार गर्नुहोस् अब मैले धेरै नभनौँ फेरि धेरै भन्यो भनेदेखि अलिकति भएको भने बम प्रकारको जस्तो त्यही हुन्छ अब यति राम्रो है मैले तिनवटा भन्यो नि म भन्नेलाई खोज तलास गर भनेको छ तर खोज तलास गर्ने बेलामा कसरी गर्ने म भन्ने चाहिँ फेरि भन्छु है रिपिट फेरि भन्दैछु म भने चाहिँ मेरो विचारमा शरीर र मनको माथि देखिने छ भनेर मलाई विचार हुन्छ रहेछ तर म यो खोज तलास गर्छु भनेर चाहिँ विवेकले अनि खोज तलास गर्नु म भने चाहिँ शरीर हो कि शरीरको के अङ्ग चाहिँ म हो एक एक गरेर गर्ने यो पनि होइन रहेछ यो टाउकोदेखि खुट्टासम्म सबै बाहिर भित्र छाला मासु सबै त्यो गरेर म भने चाहिँ शरीरदेखि छैन कायादेखि छैन अब म भने चाहिँ चित्त चाहिँ हो कि भनेर फेरि चित्त हो भने हुँदैन म यताउता जाँदाखेरि खुट्टाले गएको हो चित्त कहाँ गएको हो म यसरी केही लेख्दाखेरि हातले लेख्यो चित्तले लेखेको होइन त्यही दोषो गरेर यस्तो विचार गरेर चाहिँ म भने चाहिँ चित्त पनि होइन रहेछ अब म भने चाहिँ शरीर होइन रहेछ चित्त होइन रहेछ अब त्यो दुईवटा त्यहाँ अर्कोमा राखेर म भने चाहिँ अर्को एउटा छैन भनेर खोज्ने फेरि त्यो पनि मिल्दैन त्यो पछि चाहिँ अब म भने चाहिँ छैन होला भन्ने विचार हुन्छ अब म भने चाहिँ छैन होला भन्ने विचार हुँदाखेरि अब छैन भन्नु छैन ल छैन भनेर त्यो पनि होइन रहेछ छ मलाई दुःख हुन्छ रहेछ मलाई सुख हुन्छ रहेछ म खानुपर्ने रहेछ मलाई भोक लाग्छ रहेछ म काम गर्नुपर्ने रहेछ म भने छैन भनेदेखि त छ रहेछ सबै मैले गर्नुपर्ने कार्य गर्ने म चाहिँ छ रहेछ अब त्यो म चाहिँ कसरी होला भनेदेखि अन्तिममा नाम र अनि कल्पनाद्वारा के अरे त्यो शरीर र अनि शरीर र चित्तमा नाम र कल्पनाद्वारा अनि म भने चाहिँ उता राखेको
त्यहाँबाट छैन कि शरीर र चित्तदेखि यता म छैन शरीर र चित्तको माथि आफ्नो कल्पना नाम र कल्पना रे उता राखेको म भनेर राखेको त्यस्तो रहेछ त्यही कारणले म भने चाहिँ अन्तिममा स्वतन्त्र रूपले छैन रहेछ त्यसलाई शून्यता भनेको भनेर ध्यान गर्ने अलि बुझ्यो है हो यसरी गर्नुहोस् हो या तातेने देखेर अब अघि भन्यो नि म भन्ने चाहिँ खोज तलास गर्दाखेरि प्राप्त हुँदैन भनेको उत्तरमा यो योले के भन्छ इन्द्रनी अब इन्द्रनी भने चाहिँ टाढोदेखि हेर्दाखेरि छ जस्तो लाग्छ नि हामीलाई लाग्छ कि लाग्दैन त्यो इन्द्रनी चाहिँ मैले हातले समात्ने गर्छु भनेर त्यहाँ गएर खोज तलास गरेर अनि त्यो गर्दाखेरि प्राप्त हुन सक्दैन त्यही जस्तो हो म भने चाहिँ छैन भनेदेखि छ जस्तो लाग्छ फेरि खोज तलास गर्दाखेरि केही पाउँदैन बुझ्नुभयो अब तेस्रोमा चाहिँ यो केलाको त्यो शान्ति देवाले यो उत्तरमा राखेको छ केला भन्ने यसरी हेर्दाखेरि चाहिँ स्वतन्त्र रूपले छ जस्तो लाग्छ तर केलाको भित्र यसरी एक एक गरेर अनि खोज तलास गर्दाखेरि भित्र यसरी यसरी गयो भने अन्तिममा चाहिँ केही छैन शून्यता हो खाली शून्यता खाली हो त्यही दोस्तो म भने चाहिँ जीव र मन चित्तद्वारा चाहिँ छ जस्तो लाग्छ स्वतन्त्र रूपले छ जस्तो लाग्छ फेरि विवेकले यसरी खोज तलास गर्दाखेरि यो पनि यो हो कि खोज तलास गर्दै के भने नमिलेर अन्तिममा शून्यता खाली जस्तो हुन्छ त्यो अब यहाँसम्म चाहिँ दोस्रो कारणद्वारा भनिसक्यो अब त्यसको पोइन्टमा पुगेन त्यसो कारणले म लगायत सर्व वस्तुहरू अनि के अरे प्रतीत समुपात भएको कारणले शून्यता हो भने चाहिँ बुझ्यो त्यो कारणले स्वतन्त्र रूपले छैन भने चाहिँ बुझ्यो स्वतन्त्र रूपले छैन भने बोध हुँदाखेरि आफूलाई एउटा के भन्छ ज्ञान हुन्छ त्यसले के भन्छ यहाँ सुन्नु है शून्यता बोध भएको बुद्धिलाई शून्यता ज्ञान भन्छ बुझ्नुभयो हो त्यो बुद्धिलाई बारम्बार ध्यान अभ्यास गर्नुपर्छ त्यो ध्यान अभ्यास गर्दै गयो भने हाम्रो मनको यता म र वस्तुहरू सबै स्वतन्त्र रूपले छ भनेको त्यो सोचलाई स्वतन्त्र रूपले छैन भनेको शून्यताको ज्ञानले त्यसलाई त्यागिन्छ त्यसलाई चाहिँ कमजोर बनाउँछ है जति स्वतन्त्र रूपले छ भने त्यो चाहिँ आत्मग्रह हो त्यो चाहिँ कम्ती त्यसको शक्ति चाहिँ छाया हुँदै गयो भने त्यस कारणले क्लेशहरू सबै छाया हुँदै जान्छ त्यो गयो भने अनि अन्तिममा चाहिँ के हुन्छ निरुद्ध सत्य भन्ने चाहिँ प्राप्त हुन्छ भने चाहिँ त्यो त्यसो कारणले निरुद्ध सत्य प्राप्त हुनुको लागि शून्यता ज्ञान अनि निश्चित रूपले चाहेको छ भनेको नहुने चाहिँ हो भनेर चाहिँ यसरी भनेको बुझ्नुभयो है होला अब यहाँ तेस्रो कारण चाहिँ के हो छि छाउँदा ठाउँङी गेल्दा यिम्बे छावे ठाउँ गोन्देबा सिन्दो लो यहाँ दबादा लोबाङ्गी के गेल्दा यिन्छ लो यहाँ दबाला ग्याप्दे छमा यबे देबथोमे लोति लो लोसी गिटी छक्दान गोन्देबा यि तेस्रो कारण चाहिँ पढ्नुहोस् तेस्रो कारण उदाहरणमा बाहिरी तातो र चिसो विपरीत भएकाले तातोले चिसोलाई विरोध गर्न सक्ने चाहिँ संयोग बुद्धि र असंयोग बुद्धि यी दुई पनि विपरीत भई
सम्यक बुद्धिलाई प्रमाणको समर्थक भएकाले सत्य बोध गरेको बुद्धिले मिथ्या बुद्धि राग तथा क्रोधहरू निरोध गर्न सक्छ। होला अब अघिको चाहिँ कारणहरू महत्त्वपूर्ण हो। अब यो चाहिँ पढेर राख्छु। अब यहाँ किमजे शिवा लो yang thaba dame thome lo da chamje nam ten ten bezu kyarma la me debe semge yende yembe komba thamme do phergi yoba action ko lagi rakhnu sai action ko lagi 1-2 मिनट को लागि नखोल्नु है एकछिन 1-2 मिनट डर बच्चा ला चौथो कारण चाहिँ पढ्नुहोस्। चौथो कारण सम्यक मति नैरत्मय अथवा अनात्मा बोध गर्ने बुद्धि र मैत्री करुणाहरू आश्रय अटल तथा पुनः प्रयत्नलाई भर नपरेकोले चित्तको गुण भएकाले भावना अनन्त भइदिने छ। उदाहरण दुष्ट मन राग जस्तै हो भन्नुभयो। अब यसमा यो हो कि अघि भनेको आत्मा गराको सोच र बुद्धि चाहिँ लो लक्ष्य लखर्छ लो लक्ष्य मिथ्या बुद्धि हो। शून्यताको बोध भएको बुद्धि चाहिँ सम्यक बुद्धि हो। त्यस कारणले सम्यक बुद्धिले मिथ्या अनि बुद्धिलाई चाहिँ टेक्नु सक्छ। त्यो टेकेर चाहिँ सम्यक बुद्धिलाई ध्यान अभ्यास बारम्बार गर्यो भनेदेखि त्यो शक्ति बढाएर जान्छ। त्यही कारणले क्लेश आवरण र ज्ञ आवरणहरू बिस्तारै सबै छाया हुँदै जान्छ भनेको नाश हुँदै जान्छ। तद्दिने तिम्रो अचेष्टा थियो मोमेन्टो अब धेरै अब अन्तिममा थेतर खोंसली गिम्जे शिलतेने गोदेनम थर्प थप रोआताङ थम्जे खेम्बा सांगिक गोबाय थप नेबा यिम्बर सुङसो। अब यहाँ नेपालीमा पढ्नुहोस्। यसरी उक्त चार कारणले गर्दा निरोध अथवा निर्वाण प्राप्त हुन सम्भावना तथा सबै ज्ञातको पद पनि प्राप्त गर्न सकिन्छ भन्नुभयो। बुझ्नुभयो? त्यो अघि भनेको चार कारणद्वारा अनि हामीले निरुद्ध सत्य प्राप्त गर्नु सक्छ अनि मोक्ष प्राप्त गर्नु सक्छ सम्भव छ अनि बुद्धता प्राप्त गर्नु सक्छ सम्भव छ भन्ने कारण यो। अब आज चाहिँ यतिमा राखौँ। ओइ जाम्बे बाबु चितरे केम्बादम कुन्दुन जम्बो देया देशेन्ते देदा कुन्जिन्चे सोदा केवान देदा तमजे रब्दु मो त्यसुम शेबे केवा तमजे के ngwa khangwa chodo ngapa de dashin kewe zawade sambo juje rabdu ngorangi phama simjen thamje dedan nengyurchi ngenro thamje tado kon chongju simba kanna sushu ba deda kuingi molam drub gyoro chi temban jidin kamsum chemba temba yewe shindo sewa da denze phunun shindo tembaye temba yurin nebe tashishu Zagyo lama namge trashisho, idam hazo namge trashisho, mada khanro namge, chegyon soma namge trashisho. O laso.